सम्पूर्णमा जय सङ्गत भन्न चाहन्छु। म आज हजुरहरूलाई चाहिँ के भन्न चाहन्छु भने अहिले जति पनि युवा पुस्ताहरू जति हुनुहुन्छ उहाँहरूले चाहिँ यो देशको अवस्था, देशको परिस्थिति सबै कुरा बुझेर पनि बुझ पचाउनु भएको जस्तो लाग्छ मलाई। किनभने उहाँहरू पनि पार्टीकै कार्यकर्ता हुनुहुन्छ अनि पार्टीमा चाहिँ अलिअलि पैसा पानी आइहाल्छ अनि त्यसपछि पार्टीका सङ्गठनहरू बनाएर अनि देश बेच्ने पार्टीलाई नै साथ दिएको मैले देखेको छु। अब चाहिँ तपाईहरू अझ पनि पार्टीकै कार्यकर्ता भएर यसरी लागिराख्नु भयो भने अनि देश चाहिँ कसले बनाउने हो? युवा जति तपाईहरू यस्तो भएपछि अब युवाले त देश बेच्ने पार्टीलाई त जसरी हुन्छ खारेज गर्ने अनि आफूले बलियो बरु सङ्गठन बनाउने अनि लाग्ने हैन त। अनि नेभी सङ्घ अनि राष्ट्रव्यू यिनीहरू खोलेर अनि युवा जति चाहिँ त्यता गएको चाहिँ पटक्कै सुहाएको पनि छैन र युवा पुस्ताले जुन अध्ययन गरेका छन् त्यो जुन अध्ययन छ नि त्यो अध्ययन कस्तो किसिमको अध्ययन हो अनि त्यो चाहिँ हाम्रो सनातन सभ्यतादेखि चलिआएको, सनातन सभ्यतादेखि पुर्खौँदेखि चलिआएका रीतिरिवाज परम्पराहरू सबै कुराहरूलाई चाहिँ सकाउन खोज्दै हो कि बुझेर नि बुझ पचाएको हो कि के कारणले यस्तो भएको? युवाहरू अब त जाग्नुस् हो। धर्मनिरपेक्ष राष्ट्रलाई सापेक्ष राष्ट्र बनाउनतिर त लाग्नुस्। अनि राजा ल्याउने कुरामा चाहिँ विमति छ तपाईहरूको। राजा ल्याउने कुरामा चाहिँ विमति किन हो? हामीले नि भनेका थियौँ त्यतिखेर राजालाई हामीले फाल्नुपर्छ भनेर हामीले नि भनेका थियौँ। अहिले हामीले बुझ्दैछौँ क्या यिनीहरूले किन फाल्नु पर्ने रहेछ, किन फाल्न लगाएका रहेछन् भन्ने कुरा हामीले बुझ्दैछौँ क्या। त्यो भएर अब ख्याल गर्नुस्, देशलाई बेच्नबाट जोगाउने हामीले नै हो। त्यो हुनाले हामी अब ऐक्यबद्धता भएर लाग्नुपर्छ। पार्टीको कार्यकर्ता भएर विद्यार्थी कहिलेसम्म लागिराख्ने हो?